13 वर्ष विद्यालयमा पढी आज एउटा शुभकामना कार्यक्रममा अथवा कुनै विद्यार्थीहरू त निकै पनि कार्यक्रम भन्न मिल्यो किन यहाँ नपढ्ने विद्यार्थीहरूको लागि यस कार्यक्रममा सहभागी कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू र यस विदाई समारोह अथवा शुभकामना कार्यक्रमलाई बडो तामझामका साथ यसरी राम्रो बनाई आयोजना गर्ने कक्षा 9 का प्रिय विद्यार्थी भाइ बहिनीहरू को लागि हामी कक्षा 10 का सबैबाट हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आजको हाम्रो यस विद्यालयमा रहेको कक्षा 10 को अन्तिम कार्यक्रममा मेरो आफैले लेखेको कविता भन्न गइरहेकी छु। शिक्षकहरू हाम्रो राम्रोसँग ख्याल राख्ने शिक्षा दिने गुरुहरू हाम्रो यस विद्यालयमा धेरै थरी थरीका चरा छौँ, धेरै नै यादहरू बटुलेका छौँ, धेरै सँगै सपनाहरू पनि सँगाली राखेका छौँ। हाम्रो आधा समय यही बित्यो, हजुरहरूसँगको त्यो पल धेरै नै सुनौलो थियो। जहाँ हामीलाई त्यो ठुलो आकाशमा उड्न सिकाइन्थ्यो र विरल हुन पनि त सिकाइन्थ्यो। मलाई हामी यस्तो दुनियाँमा थियौँ जस्तो लाग्छ जहाँ एकदमै सुरक्षित भयो जस्तो लाग्छ। जीवनको बाटो पो फरक हुने होला, तर हाम्रो साथ सधैँ यस्तै नै रहिरहोस्। हामीलाई थाहा भएन कि थाहा थिएन कि प्रिय साथीसँग बेल हुनेथियो भनेर। बिहानै 6 बजी विद्यालय जान्थ्यौँ र साथीहरूसँग हाँस्दै रमाउँदै पढ्ने र लेख्ने गर्थ्यौँ। कहिले काहीँ त धेरै नै अल्छी लाग्थ्यो र कक्षाको पढाइको थकानसँगै दिउँसो क्लास पढ्छौँ भनौँ कि रमाउँथ्यौँ। त्यसपछि सुरु हुन्थ्यो हेलो कपिल सर। गेटभित्र छिर्न साथ जताततै छड्किएर बसेका हामी एकैपल्ट देखाउँथ्यौँ। कहाँ भुल्न सक्छौँ र हामीले ती यस्तै गरी रहेछ भरै चुला बिति जाने मान्छेको जिन्दगानी बालक प्यारो आमाको भैँस प्यारो कामाको बुढेसकालमा आमाको बालक प्यारो आमाको भैँस प्यारो बालक प्यारो आमाको भैँस प्यारो कामको बुढेसकालमा आमाको। कार्यक्रम सञ्चालक भाइ बहिनीहरू, यस बेस्ट विशेष कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, विद्यालय सञ्चालक समितिका अध्यक्षज्यू, निर्देशकज्यू, साथै सम्पूर्ण शेयर सदस्यज्यूहरू, अत्यन्तै मेहनत र लगनशील किसिमले आफ्नो कार्यक्षेत्रमा खटिनुभएका मेरा सहकर्मी शिक्षक साथीहरू, यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न तम्सिनुभएका कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरू, साथै आफ्नो भविष्यको भाग्य रेखा कोर्न अगाडि बढ्नुभएका कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू,
र आजको यस कार्यक्रममा खास गरेर जुन विदाई तथा शुभकामना हुने कार्यक्रम छ र यो कार्यक्रम विदाई भन्दा पनि एउटा शुभकामना कार्यक्रम हो। किन भन्दा यस हाम्रो सोसल इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 12 सम्म अध्ययन हुने गर्दछ र कक्षा 12 सम्म अध्ययन हुने भएको हुनाले यहाँ नपढ्ने विद्यार्थी भाइ बहिनीहरू अवश्य पनि आफ्नो भविष्य कोर्नको लागि शुभकामना विदाई तथा फेरि भेटौँला कार्यक्रमका अध्यक्षज्यू, विद्यालयका प्रधानाध्यापकज्यू, विद्यालयमा शैक्षिक उन्नयनका निमित्त आफ्नो विविध व्यवस्थापन गरेर लगानी गर्नुहुने आदरणीय शेर सदस्यज्यूहरू, सुन्दर बगैँचामा फुलिरहेका फुलहरूको मालीको भूमिकामा रहनुहुने यस विद्यालयका आदरणीय शिक्षक साथीहरू, चिन्मय विषयगत शिक्षक शिक्षिका साथीहरू र यसै विद्यालयसँग सम्बन्धित कर्मचारी साथीहरू र Thank you.